हेलो गाइस, हाउ आर यू? कस्तो हुनुहुन्छ? आशा गर्छु तपाईहरु आरामै हुनुहुन्छ होला। ल आज हामी क्लास 10 को फंक्सन भन्ने च्याप्टर को एउटा नयाँ क्वेशन ल्याएको छौं र यो क्वेशन कम्पोजिसन अफ फंक्सन को हो। र क्वेशनमा के भनेको छ, इफ fx 4x - 15 = 8x - 27 हो भने फाइन्ड फंक्सन अफ 2 यानी f अफ f2 को भ्यालु हामीले पत्ता लगाउनु पर्यो। समय नव्यतीत गर्दै फटाफट क्वेशन को सल्युसन तिर लागौं। f of 4x - 15 that is 8x - 27। ल सजिलै हामीले के गर्दियौं, लेट 4x - 15 इक्वल टू a मानौं है। लेट 4x - 15 इक्वल टू a कन्सिडर गरौँ। त्यसो भए 4x - 15 प्लस 15 a प्लस 15, लेफ्ट साइडमा प्लस 15 गऱ्यौं भने राइट साइडमा पनि 15। अब -15 प्लस 15 गर्दाखेरि यो 0 भयो र हाम्रो यहाँ कति बच्यो 4x, यो के हो a प्लस 15। ल अब यो 4 लाई हटाउनलाई के गर्नु पर्यो, दुवै साइडमा 4 ले हामीले सेम अपरेसन गरौँ, 4 ले डिभाइड गर्दियौं। ल 4 र 4 क्यान्सल, सो x को भ्यालु कति आयो a प्लस 15 अपन 4। हाम्रो यहाँ फंक्सन के छ, या 4x माइनस 15 दैट इज इक्वल टू 8x माइनस 27। हामीले यहाँ 4x - 15 लाई a कन्सिडर गरेछौं। त्यसो भए के गर्दियौं, 4x - 15 लाई के मानौं a, सो 8 टाइम x को भ्यालु a प्लस 15 अपन 4 माइनस 27। सो f a इक्वल टू कति आयो, अब 4 1 4 4 2 8, 4 ले तलमाथि डिभाइड गरिदिउँ। सो यहाँ 2 टाइम्स a प्लस 15 माइनस 27 बच्यो है। सो f a दैट इज इक्वल टू 2 टाइम्स a गर्दाखेरि 2a प्लस 2 टाइम 15 गर्दाखेरि 2 टाइम्स 15 गर्दाखेरि कति आयो 30 माइनस 27 भयो। सो f a इक्वल टू 2a प्लस 30 माइनस 27 गर्दा 3 आयो। अब यहाँ हाम्रो f मा a को भ्यालु राख्दा 2a प्लस 3 छ भने त्यसो f मा x भ्यालु राख्दा कति आयो 2x प्लस 3 आउँछ। यस प्रकार हाम्रो fx को भ्यालु आयो। अब हाम्रो टार्गेट के छ, कम्पोजिसन फंक्सन f अफ f2 को भ्यालु निकाल्ने। त्यसो अब कम्पोजिसन तिर जाउँ। f अफ f2 को भ्यालु, ल सबभन्दा पहिला के गर्नु पर्यो, f अफ f निकाल्नु। f अफ x हामीले निकाल्नु पर्यो। सो f अफ fx इक्वल टू के हो, f इज अ फंक्शन अफ fx। ल fx को भ्यालु हामीले कति निकालेको छन् 2x प्लस 3। सो अब हामीले के गरौँ, fx को भ्यालु 2x प्लस 3 राख्दियौँ। अब f चाहिँ 2x प्लस 3 को फंक्सन आयो। अब यहाँ हेरौँ ध्यानले, f मा x राख्दा 2x प्लस 3 आयो। f मा 2x प्लस 3 राख्दाखेरि हाम्रो के हुन्छ 2 टाइम्स 2x प्लस 3 प्लस 3 भयो। सो 2 2 is 4x प्लस 3 2 6 प्लस 3। सो 4x प्लस 6 प्लस 3 कति आयो 9। यो हाम्रो f अफ x को भ्यालु आयो। ल हामीलाई के निकाल्नु छ, f अफ f2 को भ्यालु। यहाँ 2 राख्दाखेरि हाम्रो कति आयो 4 into 2 प्लस 9, 4 2 is 8 प्लस 9 गर्दाखेरि 9 प्लस 8 गर्दा हाम्रो कति आयो 17। र यो हाम्रो फाइनल आन्सर। ल आशा गर्छु तपाईहरुले यो सल्युसन राम्रो लाग्यो होला। हस्, धन्यवाद।